हाई भन्नु नि तिमी त हाई नमस्ते पनि भन्दैन हौ ल 1 2 3 हेलो गाइस नमस्ते स्वागत छ हजुरहरूलाई मेरो च्यानलमा आज पनि म नयाँ भिडियोको साथ उपस्थित भइसकेको छु आज चाहिँ मसँग मेरो बुढा पनि छ बुढा बुढीले गर्नेवाला छौँ आज च्यालेन्ज भिडियो त्यो पनि पानीपुरीको यहाँ चाहिँ पानीपुरी 30 गोटा पानीपुरी छ जसले फर्स्टमा खान्छ त्यसले चाहिँ पाउनेछ 2000 रुपियाँ जो हार्छ त्यसले चाहिँ के पनि छैन गाइस ल अब चाहिँ ढिल नगरिकन सुरु गरौँ है एउटा कुरा पहिले चाहिँ उहाँ चाहिँ पहिले आँखा बन्द गरेर बस्नुभएको छ म पनि अब भन्छु गाइस ल 2000 जित्नुको लागि त गर्नु पर्यो किनकि के पाउनको लागि के गुमाउनु पर्छ रे ल बन्द गर्नु भयो नि उहाँले चिटिङ गर्नुहुन्छ है पानी पनि राखेको छु रातिर यो पानीको झोल पानीपुरीको झोल यहाँ चाहिँ पानी यहाँ राखौँ किनकि एकदम स्पाइसी हामी चाहिँ आलु राखेको छैनौँ किनकि उहाँले आलु खानुहुन्न त्यही भएर च्यालेन्ज भिडियोमा मैले मात्र कहाँ आलु खाने गाइस त्यही भएर ल सुरु गरौँ 1 2 3 गो कसले पहिला सिद्ध्यान्थ्यो कसले पहिला सिद्ध्याउँछ नि त्यसले पाउँछ 2000 के हो चिटिङ गर्नु लाग्यो कि मान्छेले के त आइरहेको क्या यहाँ दामी मिठो गाइस तर यहाँ आँखा बन्द गरेर पसिना पसिना भयो यहाँ देखेको के मान्छेले र नहीं मलाई के चिजले त डिस्टर्ब गरिरहेको क्या अहिले हेर्नुहोस् न बाल हो कि यो लुगाको ऊ हो बहुत डिस्टर्ब गरिरहेको मलाई लुगाको रुई होला ए हजुरको बाल होला र
खिचिङ भयो यस्तो दुईटा हालिदिन्छ देखेर किन नातो गरेको नि टक हो को भयो प्लेटमा टक्क गरेर दुईचोटि ओहो त्यो मेरो परातमा होला कसम यो बाल भइसक्यो नि के त छ देख्दै रह्यो अनि चिटिङ भयो त यो त सारासरी चिटिङ भयो न खाइसके छैन आफू यहाँ I'm winner. Winner. मैं सो के गए यो काम लाग्यो मलाई खाजा मैले तिम्रो अझ तिमीलाई हालेको दुईटा त्यो पनि खाएको नि विनर मलाई यहाँ के डिस्टर्ब गर्यो कि बाल होइन के उसको चुन्नेकोले झुम्काले होइन पुरा बाल जस्तै थियो यार पुरा बाल मुखमै मात्रै आउँछ बाबा झोल सकिसक्यो जित्यो तिमीले लौजा 2000 रुपियाँ स्वाहा भएको त नि तर मिठो हो यो पानीपुरी खाएन तभी तो माथि अंदर दिन दुख्छ के आउनु खाउँछ यार 2 दिन चाहिँ भयो रगतै आयो रगत तान्नु कि तर छाला जान्छ मिठो भयो गाइस हामीले सबै भ्याइसक्यौँ तर उहाँ चाहिँ जित्नु भयो 2000 रुपियाँ पनि पाउनु भयो म चाहिँ हारे एकदमै मिठो भयो एकदमै इन्जोय गरे आशा छ हजुरले पनि हाम्रो भिडियो एकदमै इन्जोय गर्ने हुनेछ भिडियो मन परेमा लाइक कमेन्ट शेयर अनि सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला आजको लागि यति नै बाइ बाइ एभ्रीवन